आधी महिना आज त 18 दिन भयो 18 दिनमा फेरि काट्छ हैन 10 दिन उयो लगाउनु त 10 दिन त सबैतिर काट्छ नि त है दाजुभाइले काट्ने हो एक पखन 1 मिनेट त गर्न कम से कम 1 मिनेट भिड जाँदैन 15-20 सेकेन्ड हुनुपर्छ हैन दाजु होइन कि दुईटा हाल्ने हो नि त दाइले कतामा आउँछ भन्दै म भाउजू हो त बुहारी हो म दिदी भन्दिन भाउजू तपाईले भन्नु हो कि दाइ भन्न दाइ भन्ने दिदी भन्छ म दिदी भन्छन् के हाम्रो मामा है दुईटा भए पनि एउटै हो कि पानी घिमिरे र दुध घिमिरे त्यो चाहिँ धेरै अलग हुन्छ पानी र दुधमा चाहिँ घिमिरे चाहिँ एउटै दुध पोल्ने र खोटाङ त्यसपछि उता उदयपुर त्यसपछि खोटाङ भोजपुर अनि रामेछाप हो रामेछापतिरको पोखरीहरू लालबाटी आएको नि धेरै ऊ पनि हो घिमिरे भन न लक्ष्मण परिचय दिनु न के नारायण सापकोटा भन्नु न आज प्रदीपको घरमा आएका छौँ मिठो खाना खायो होइन यतै भइराखेको यतैदेखि गुरु तपाईँ हो नि त गुरु दिने हो क्या यता लिएर ल दादाले भन्नुहुन्छ अनि परिचय दिनु न अब के हेरिरहनु छ उताबाट दिदीबाट सुरु गरौँ आज आगन्तकहरू उता दिदीबाट सुरु भन्नु कि दाइ राधेश्याम गीता राधेश्याम गीता सापकोटा घिमिरे छोडेछ भाउजूको पालो राधेश्याम म काव्य पोखरेल आज हामी प्रदीप बाबुको घरमा आएका छौँ हामीले मिठो खाना भोजन गरेर अहिले हामी विश्राममा छौँ ल अब यता जेठोबाट दाइ यहाँ तपाईँको पालो राधेश्याम मेरो नाम लक्ष्मण ओझा म प्रदीपको घरमा आएको छु अहिले ल राधेश्याम मलाई त सबले चिनिहाल्छन् भन्नै पर्दैन यता पालै विचार यहाँ नजिकबाट भन्नुपर्छ क्या यो भने बसिरहन्छ प्र्याक्टिस हुन्छ क्या प्र्याक्टिस अब के एक्कासी माइक पक्र्नु पर्यो भने के होला यस्तो होला नि फेरि राधेश्याम मेरो नाम भन्नु सकिएको त्यो भन्नु ल यहाँ उहाँलाई आउँदैन अरे अर्को पालो हाम्रो दुईजना त चिनिहाल्नुहुन्छ हाम्रो नाम कमेन्टमा लेखिदिनु उता बुहारीको अब अलिकति त्यहाँ पनि कपी पेस्ट उतैबाट जे आयो त्यही हामीलाई चिनिहाल्नुहुन्छ मलाई पनि ल सबैलाई चिन्नुहुन्छ अरे क्यामेराम्यान चाहिँ म होला